आज दारी नकाएर ड्युटी गएको म्यानेजरले थर्काइहाल्यो दारी काटेर आउनु पर्दैन भने दारी काट्न लखटिहाल्यो। त्यसपछि म लाग्यो दारी काट्न सलुनतिर। रोडमा पुगेर यताउति हेरेको सलुन कोही पनि देखेन। सलुन खोज्दै जाँदा फाइनली सलुन भेट्यो। त्यसपछि म सिधै छिरेँ सलुनभित्र। सलुनभित्र गएको सलुन अलिकति प्याक गरेर त्यसपछि यसो पालो कोर्दै भिडियो बनाउँदै थिएँ। त्यतिकैमा मेरो पालो पनि आयो। दारी काट्ने भाइले मेरो घाँटीमा टवेल बेर्दिएर आफू त मोबाइल पो चलाउन थाल्छ। भाइले छिटो गरेर मलाई हतार छ भनेको। भाइले मेरो फेसमा क्रिम लगाएर मान्छे फेरि गायब हुन्छ। भाइ चारा गरिदिने यार भनेर थर्काइदिएको पछि आएर दारी काटिदियो। म रिसाएको देखेर होला दाइ नरिसाउनु न भन्दै मेरो टाउकोमा मसाज गरेर पनि थाल्यो। टाउकोमा मसाज गरेर त क्या आनन्द आउने। एकछिन टाउको मसाज पनि भयो। कति भयो भनेर एउटा हात फुत्त झिकेर दिएको। दाइ कहाँ त्यत्रो हात्ती दिनुभएको एउटा गएर दिनु न भनेर भन्दै थियो। भाइ मैले गएर बोकेर हिँड्दिनँ नि, म त हात्ती मात्रै बोक्ने भनेर हात्ती दिएँ। फाइनली दारी पनि काटिसक्यो। दारी काटेर यसो आफूले ऐनामा हेरेको त म त भक्करको स्विट सिटिन पो देखिरहेको रहेछ। यसो जवान छु भन्दै खुसी भएँ। सलुनबाट निस्किसकेर ब्याक टु ड्युटीतिर लागेँ। यो चाहिँ साइनामा इन्टरनेसनल क्लब हो। मैले काम गर्ने ठाउँ हजुर आउनुलाई भरपुर सेवा दिनेछु। यति भन्दै आजको मेरो मिनी भ्लग यही समाप्त हुन्छ। थ्याङ्क यू गाइज फर वाचिङ माई मिनी भ्लग।